हेलो गाइस, आज चाहिँ म चाहिँ बिहान उठेर बजार गएँ नि त। अनि बजार गएर मैले आज सपिङ गरेको थिएँ। सपिङ गर्नलाई गाइस हैन, छोरी मान्छेले के लाउनु र सिन्दुर मैले किनेको। सिन्दुर नलाई त बुझ्दैन नि त, बिहे गरेको मान्छेले सिन्दुर पोते लाउनुपर्छ रे नि त। अनि पहिलाको बुढाबुढी चाहिँ त्यस्तो भन्छ हैन, हजुरकोमा त्यति वास्तै गर्दैन नि त। अनि लिपस्टिक किने 90 रुपियाँको गाइस, लिपस्टिक 90 रुपियाँको। अनि नि मैले लिपस्टिक किनेको मैले 500 रुपियाँ, 500 रुपियाँको लिपस्टिक। लिपस्टिक मैले लगाएको छु, लिपस्टिक 500 रुपियाँ। मलाई त दिदीले छानिदिनु भएको थियो नि त मलाई। अनि दिदीले छानिदिनु भएको थियो, अनि मलाई पनि राम्रो लाग्यो। 500 रुपियाँको लिपस्टिक गाइस, छोरी मान्छेलाई के नै लाउनु पर्ने गाइस। नक्कल गर्नु भनेको त नि त त्यति नक्कल चाहिँ गर्नु चाहिँ मलाई मन लाग्दैन। सिम्पल भएर चाहिँ हिँड्नु मन लाग्छ। टिका अनि सिन्दुर लिपस्टिक चाहिँ म जता जाँदा पनि लाउँछु, लाउनु चाहिँ। अनि म त्यस्तो नक्कल धेरै नक्कल गर्नु पनि मन लाग्दैन, सिम्पल भएर हिँड्नु मन लाग्छ गाइस मलाई। पहिल्यैदेखि नै म सिम्पल भएर हिँडेको नि त। अब त झन् बुढी भइयो गाइस, अब त झन् गाइस। आज बिहिबार हो नि त। अनि बिहिबार बजार, अनि बिहिबार बजार बिहान गएर अनि बजार गएर अनि आएर खाना पकाएर खाएर बक्रा घाँस काटेर अघिको भिडियो पनि मैले लगाइरहेको छु नि त। योभन्दा अगाडिको भिडियो पनि मैले लगाएको छु। अनि म चाहिँ कहिले चाहिँ बोलेर टिकटक बनाउनु मन लाग्छ, तर त्यति बोल्नु चाहिँ मन लाग्दैन गाइस हैन। अनि बोल्नु चाहिँ त्यति मलाई बोल्नै मन त होइन, बोल्नु मन नलागी बोल्छ यो मान्छे नभन्नु, नसोच्नु होला। बोल्नु मलाई आउँदैन नि त। अनि यसो बोलेर टिकटक बनाउनु मन लाग्छ क्या कहिले गाइस। अनि मैले चाहिँ टिकटक बनाएको छु।